हेलो गाइस, हामी चाहिँ सिलगढी जाँदै गरेको कि अहिले यहाँ के हो यो के हो त यो ट्रेनको लिक लगेको हो र ए होइन पुलको लिएर जाँदो रहेछ हो। यहाँ हल्का जाम भइरहेको छ, ठुलो गाडीहरू पुरा आइरहेको छ गाइस। अम्बो यो त इनोभा पो रहेछ, यो चाहिँ ठुलो गाडी रहेछ। आज राति नै सिलगढी गयो कि हामी तिनजना छ, गणपता म नवराज हो। आज चाहिँ आउँदैछ होला त गाडी आउँदैछ, उताबाट गाडी आएको छ हो। त्यही भएर उका जाम भएर यो लामो रहेछ नि त गाडी है। नाइटको राजाहरू आउँदैछ है। यहाँ पनि जाँदो रहेछ 10 टक्कै। यसका पछाडि हिँड्यो भनेदेखि चाहिँ हामी चाहिँ सिलगढी चाहिँ भोलि दिउँसोतिर चाहिँ पुग्छ होला। यसकै पछाडि मात्रै हिँड्नु। हेर्नुहोस् त गाइस, कता गाडी आउँछ। भर्खर चाहिँ बढ्यो लु, अब जाम खोल्यो। यो टेलरलाई चाहिँ ओभरटेक गर्नुपर्ने हो। यो पनि 10 चक्कर रहेछ। अब फेरि जाम भयो। फेरि यहाँ एउटा गाडी टर्निङमै राखिदिइरहेको रहेछ हो। जाम भयो। अब यत्रोबाट गाडी छिराएन है अब हो। आउनु हुन्छ त त्यो आउनु कहाँ रोकिरहेको यो गाडी छिराउनु नसकेर झन्डै फटो खाएर झ्यापै छ कि हेर्नु त अन्त यत्रो लामो गाडी छ अन्त। रोड छ बिरालोको मुसाको घाँटी जत्रो गाडी हिँड्छ राति जस्तो। अन्त कहाँबाट हुन्छ अन्त। राति त यस्तै हो, कत्रो लामो छ गाडी। 10 चक्के पो रहेछ भनेको त होइन रहेछ नि। यो त कति चक्के हो यो त? 16 12 अर्कोलाई फेरि हतार हो। यो ठुलो गाडी छ भन्दा अब के गर्नु, अगाडिबाट गाडी आउँदैछ अलिक। मलाई पनि हतार त हतार छ कि अब। नाइट किङहरू आउँछ नि त, उडाइदियो भने सक्यो खत्तम। ओ जानु थियो है, लाग्दै गयो ल। हेर ओभरटेक गर्नु पायो।